म अहिले पचली थानको बाल विनायक अगाडि बस्दा केही बोलिरहेको छु। पजल भैरवको विषयमा। यो बाल विनायक छ यहाँ। बाल विनायकको अगाडि बसेर पजल भैरवको विषयमा केही बोल्न लागिरहेको छु। पजल भैरव कहाँबाट उत्पत्ति भयो, के भयो, कहाँबाट आउनुभयो भन्ने विषयमा। आजभन्दा 850 वर्षभन्दा अगाडि नेपाल सम्वत 316 नेपाल सम्वत 316 भन्नाले आजभोलि नेपाल सम्वत 1134 छ। त्यस बेलामा पचली भैरव फर्पिङका राजा हुनुहुन्थ्यो। किराँती वंशीय राजा फर्पिङका राजा हुनुहुन्थ्यो। अनि उहाँ चाहिँ तान्त्रिक विद्यामा धेरै नै निपुण भएको कारणले गर्दाखेरि उहाँ चाहिँ दिनको एकपटक बिहान सबेरै काशीमा गएर स्नान गरेर जगन्नाथमा गएर बिहानको नास्ता बिहानको खाना खाएर दिनभरि फर्पिङमा राजकाज चलाएर अनि बस्नुहुन्थ्यो। त्यतिखेर यो कान्तिपुर नगरमा कान्तिपुर नगर भयो। कान्तिपुर नगर भन्ने थिएन थिएन। नेपाल सम्वत 316 मा गुणगाम देवराजाले कान्तिपुर नगर स्थापना गर्नुभएको थियो। त्योभन्दा पनि पहिले यो पचले भैरव फर्पिङका राजा हुनुहुन्थ्यो। उहाँको नाम पचल सिंह ठाकुर। त्यतिखेर उहाँ चाहिँ दिनभरि फर्पिङमा राज गरेर बेलुकी पख कान्तिपुरमा आउँथ्यो। कान्तिपुरमा आउनुहुन्थ्यो। कान्तिपुरमा त्यतिखेर वनडे टोलमा बाराई थियो। उहाँ नैको भेषमा बस्नुहुन्थ्यो कान्तिपुर नगर। अनि पचली भैरव मानिसको रूप लिएर ज्यापुको रूप लिएर यो नै अजमालाई भेट्न आउनुहुन्थ्यो। अनि भेटेर कयौँ कालान्तरसम्म मात्र भेट गर्दा गर्दा उहाँहरू बिच प्रेम पर्नु भएको छ। प्रेम भएछ। प्रेम भइसकेपछि उहाँहरूबाट एउटा गणेश छोरो जन्मिन्छ। अनि पछि गएर नै अजमासित नै यो काठमाडौँमा रहनुभयो भन्ने किंवदन्तीमा पाइन्छ। म अहिले पचली भैरव थानमा बसेर त्यही विषयमा तपाईँहरूलाई भन्न गइरहेको छु। यो पचली भैरव थान हो जहाँ पचली भैरव र नै अजमा पनि यहीँ रहनुहुन्छ। यो पचली भैरवको थान हो। यो चाहिँ अहिले पचली भैरवको मेन गेट हो। मुख्य गेट पचली भैरवको मेन गेट। पचली भैरवमा उहाँ बसिसकेपछि एक दिन गुणगाम देवराजालाई महालक्ष्मीले सपनामा दर्शन दिनुभएछ कि पचल भैरव यहाँ छ पचल थानमा। त्यसलाई राम्रो पूजा गरेर राख्नु, त्यसलाई राम्रोसित थापना गर्नु भनेर भनेको हुनाले गुणगाम देवराजाले पचल भैरवले थापना गरेको थियो। यही हो। पचल भैरव यहीँ थापना गर्नुभएको थियो। खास पचल भैरव यो खाल्टोमा हो।
सवालमा